हाम्रो पछि पछि आएको पानी जाँदैछ मजाले अम्बो कहाँ छ पाल्नु भयो रहेछ कुखुरा हो कि काली चाहिँ मैले थाहै पाइनँ होइन तपाईँहरू चिनिदिनु होला शिवजटा चाहिँ एकदम राम्रो छ कपालहरूको लागि तपाईँहरू आउनु सक्नुहुन्छ हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग्स हामी चाहिँ अहिले हाइकिङमा हिँडिरहेछौँ दुई दाजुभाइ मिलेर हामी बाटोमा हराउन सक्छौँ र यो ठाउँ चाहिँ धेरै पहिरो आउने ठाउँ रहेछ र यो ठाउँ चाहिँ एकदमै धेरै पानी मात्रै परिराख्ने ठाउँ रहेछ तपाईँहरूले धरानदेखि मास्तिर अलिकति ट्री हाउसदेखि साइडमा छ एउटा बाटो खोलिएको हो त्यो बाटो आउनु सक्नुहुन्छ तपाईँहरू शिवजटा हो कि शिवगट्टा हो हामीले चाहिँ एकदमै राम्रो आइडिया लाएर आएको छौँ नि फेरि हाइकिङ पनि फेरि अब अलिकति गर्मी महसुस हुने बित्तिकै हामी टक्क यो पेन्ट सेन्ट खोलिदिएर माथि हालिदिने हो यस्तोमा कटु छँदैछ हो चप्पल लगाएर आएको छौँ अनि यहाँ चाहिँ फेरि बाढी पहिरो यस्तो जाँदो रहेछ यी पहिरो मात्रै गएको छ डेन्जर ठाउँ रहेछ यो चाहिँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो शिवजटा भन्ने ठाउँ बाहिरको नजर त्यस्तो छ ऊ पानी हेर्नु न परेर अम्म सरी फर लोकालिटी बट हेर्नु सक्नुहुन्छ तपाईँले माथिबाट बग्दै आउँदो रहेछ माथिबाट हामी भिजेर लुत्रिका भइसकेको छौँ आधी बाटो पुगिसकेको छ अब हामीलाई यहाँबाट 1.5 घन्टा लाग्छ भन्नुभएको थियो हामी हिँडेको कति भइसक्यो भन्दाखेरि 40 मिनट भइसक्यो अब हामी अझै हिँड्नुपर्ने हुन्छ यो ठाउँ चाहिँ यदि आउनु चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले आफ्नो ज्यानको रिस्की लिएर आउनु होला किनभने एकदमै धेरै गाह्रो छ यसमा चाहिँ पानी यति धेरै परिराखेको रहेछ होइन यो ठाउँमा चाहिँ अब बर्खामा चाहिँ भर्खर तपाईँहरू नआइदिनु होला मैले चाहिँ मेरोबाट चाहिँ सल्लाह तपाईँहरूलाई त्यही दिनु चाहे र यो ठाउँमा चाहिँ अब अटो लिएर आउनुहुन्छ भने पनि त्यो अटो धेरै भारी भएर तपाईँहरू तल धसिएर यो जमिन धसिएर तपाईँहरू भुइँमुनि गाडिदिनु सक्नुहुन्छ त्यही भएर नआउनुहोस् भन्छु म चाहिँ र त्यसरी पानी चढाइ आउनु चाहनुहुन्छ भने गाडी चाहिँ त हजुरहरूको होइन यहीँसम्म मात्रै हो एन्ड यहाँदेखि चाहिँ उता तपाईँहरू हिँडेर जानुपर्ने हुन्छ त्यही भएर म तपाईँहरूलाई के सल्लाह दिन्छु भन्ने चाहिँ तपाईँहरू हिँड्दै नै जानुहोस् हिँड्दै नै आउनुहोस् त्यही नै तपाईँहरूको लागि राम्रो कुरा हुन्छ किनभने तपाईँहरूलाई जानु आउनु नै 1500 लाग्छ तपाईँहरू हेर्नु सक्नुहुन्छ यस्तो छ क्या यहाँको यताबाट जाँदैन रहेछ गाडी त्यही भएर हिँड्दै जानुपर्छ यहाँबाट पक्नु तपाईँहरू ठाउँ देखाउँछु एउटा यस्तो खतरा ठाउँ कि अब कत्रो हिँडेर आउनुपर्छ त झरे पनि बाटो यस्तै छ है बाटो चाहिँ कुला स्याम्पू लिनुहोस् त अनि त्यो आन्टीहरू तरेन तरिसक्यो सबैजना लड क्या एकजना लडाउनु सक्यो त जिन्दगी फेरि तलबाट रहेछ फाइनली हामी आधी बाटो पार गरिसकेको छौँ लास्ट थाकिसक्यौँ एन्ड मौसम पनि पानी परेको छ र यता चाहिँ तपाईँहरू आउनुहुन्छ भने आफ्नो ज्यानको रिस्की लिएर आउनु सक्नुहुन्छ किनभने यतातिर पहिरोहरू जाने बाटो अप्ठ्यारो मात्रै होइन अति नै अप्ठ्यारो एकचोटि लड्यो भने तल्लो डिलदेखि अझै तल्लो डिल पुग्ने खालको ठाउँ छ यसरी पहिरोहरू गइराख्ने ठाउँ हो यो र यदि तपाईँहरू एकजना मात्रै आउनु सोच्नुहुँदैछ भने चाहिँ नआउनु होला यो किनभने ज्यानको रिस्की हो कम्तीमा पनि तपाईँको ग्रुप भनेको चाहिँ 4 जना 10 जना 15 जना भयो भने चाहिँ मजा आउँछ र तर हामी चाहिँ 2 जना मात्रै छौँ किनभने म मऱ्यो भने यसले गएर खबर पुऱ्याइन्छ यो मऱ्यो भने म गएर खबर पुऱ्याइन्छु भन्ने यो हिसाबमा हामी आएको हो कुराकानी यही हो र तपाईँहरूलाई म अझै एउटा कुरा हेर्छु पहिरो गएको हेर्नुहोस् भन्नु है पहिरो गएको तपाईँ हेर्नु सक्नुहुन्छ पहिरो गएको टोटल्ली ड्यामेज हेर्नुहोस् पहिरो गएको भाइहरू चाहिँ यहाँको बसिन्दा जस्तो लाग्यो आम्मामा यो के हो यो
भाइ शिवजटा यतै होइन कति टाइम लाग्छ अब के भनेको भाइ आधी घन्टा लाग्छ भनेको कि लाग्दैन भनेको पुगिन्छ ल यस्तो छ तपाईँहरूलाई मैले भनेको थिएँ नि बाटो भाइ यो बाटो रिस्की है कहिले गएको पहिलो यो हिजो राति गएको ओ माई गड यो त ज्यानका रिस्की है भाइ यहाँ पढ्न तिमीहरू कहाँ जान्छौ कता यता के उता यता धरानी पुग्नुपर्छ हो धरानी पुग्नुपर्छ पढ्न ल भाइ हामी गयौँ ल फस्छ नि भाइ त्यहाँ मलाई चाहिँ डर लाग्दैछ तपाईँहरूलाई मैले भनेको थिएँ नि आफ्नो ज्यानको रिस्की लिएर आफै आउनुहोस् होला यस्तो छ फिलहाल रोडको अवस्था यो यस्तो ठाउँ छ क्या त्यही भएर मैले तपाईँलाई भनेको नि आफ्नो ज्यानको रिस्की आफै लिएर आउनु होला अब हामी जाँदैछौँ सिधै अगाडि भाइहरूले भनेछ 20 मिनट लाग्छ भनेर लेट्स सी के हुन्छ हाम्रो ब्लग अन्तिमसम्म हेर्थ्यौँ होला ठाउँको अवस्था यस्तो चाहिँ शिवजटा जाने बाटो यही हो लेट्स गो नेक्स्ट पेलहोट Chodo, let's go to moat. I can let the back then the goods. Chodo, let's go to moat. I can to the back to the nose. Chodo. Ah, fuck you, snail. Chodo. English gonna. ला चप्पल भाँच्यो जाउँ हामीमा त कहीँ मिल पछाडि थियो त्यही पनि एकछिन पर्खिदिएको क्या यिनीहरूलाई कसरी आउँदो रहेछ हेरौँ भनेर सक्दैन आउनु भनेर क्या यो चाहिँ गाउँ हो गाउँ यहाँको गाउँ बस्ती अब हामी शिवजटा पुग्नलाई कहीँ माथि छ माथि छ त्यहाँ पुगिसकेपछि हामी पुग्छौँ होला सायद हाम्रो पछि आएको हुन चाहिँ केटीको पछि गर्दै आएको थियो तर अहिले हाम्रो पछि लागिरहेछ यहाँ अलिकति खाना दिएको नि चौचौ भाइहरूलाई कस्तो डेन्जरसको दाँत हेर्न भाइ ल अब चाहिँ हामी पुग्न लागिसक्यौँ गाइस होइन अघिदेखि तपाईँहरूलाई हेराउँदै आएको खोला चाहिँ यही हो अब तपाईँहरूलाई म यहाँको नजारा हेराउँछु यो चाहिँ भर्खरै नयाँ पुल बनाइदिएको रहेछ होइन गाइस फोटो के खिच्दा उयो फोन राम्रो छैन सेल्फी हानौँ ल सेल्फी हान्छौँ ल हेर्नु सक्नुहुन्छ गाइस पानी जाँदैछ मजाले अम्बो डेन्जर छ नि बाटो त अम्बो यो चाहिँ भर्खरै नयाँ पुल बनाइदिएको रहेछ क्या अब हाम्रो जानुपर्ने यता होइन यता चाहिँ हो यता पनि छ तर यता चाहिँ हो मान्छेहरू पछाडिबाट आउँदैछन् होइन हामी चाहिँ अगाडि बढ्दैछौँ अब तपाईँहरूलाई थाहा छैन होला हाम्रो गन्तव्य कहाँसम्म छ भनेर शिवजटा जाने बाटो यही हो अनि तपाईँहरूले जानुहुन्छ उकालो ड्याङ पानी पर्दैछ हिँडिदिने हो ल्याम्चिला लड्लास र मलास गङ्गटा पाहाडको गङ्गटा रात हुन्छ यस्तो फेरि मधेसीको हातमा पुऱ्याउनु छोड्नु गाह्रो हुन्छ नि रातो केकडा रहेछ क्या यस्तै हुन्छ पाहाडतिर तराईतिर यस्तो हुँदैन अन्त अर्कै हुँदैन त्यो केटीहरूलाई डराइदिउँ न डर देखाइदिउँ न शिवजटा
कहाँ छ माथिबाट पहिरो आउँदैछ गाइछु झर्दैछ यस्तो हुँदै जानुपर्ने हामीलाई बाटो हेर्नु त यो बाटो त लोत छ लोत जिन्दगी फेरि माथि चढ्नुपर्ने यहाँदेखि होइन अनि यही हो र बाटो शिवजटा अझै माथि रहेछ गाइस हामी चाहिँ मन्दिरमा त पुगेको रहेछौँ होइन शिवजटा चाहिँ एकदम राम्रो छ कपालहरूको लागि तपाईँहरू आउनु सक्नुहुन्छ फक यहाँ नआउनु गाइस मुला झन्डै मरिएन सारा ढुङ्गा लागेर यो बाढी आएको थियो कि एट बहुत डेन्जर ठाउँ छ होइन गाइस यहाँ चाहिँ नआउनु त्यो भिडियोमा हेरेको भरमा तपाईँहरू यसो यो ठाउँमा नआउनु होला होइन एकदम डेन्जर छ यो ठाउँ त्यही भएर म चाहिँ भन्छु त्यो भिडियोको भरमा चाहिँ नआउनु यो मैले एकदम फ्याक्ट कुरा देखाइदिएँ तपाईँहरूलाई त्यस्तो ढाँटेर छर्को गरेको भिडियो होइन यो बुझ्यो गाइस अब चाहिँ हामी फर्क्यौँ है फर्क्यौँ तपाईँहरूलाई मैले फ्याक्ट कुरा देखाएको हो है तपाईँहरू नआउनु होला अब चाहिँ बाढीले सबै भत्काइसकेको छ तपाईँहरूलाई राम्रो कुरा गरेको हो मैले चाहिँ यस्तो चिज ल गाइस यति भन्दै मैले मेरो भिडियो यहीँ टुङ्गाउन चाहेँ बाई बाई